बासुमतीमा होइन सेफ्टी ट्याङ्की बनाएर गाड्नेछौँ साँच्चै गाड्नेछौँ। कुलमान बालेन हिरा हो, केपी ओली किरा हो। नालायक सरकार मुर्दाबाद, मुर्दाबाद मुर्दाबाद भ्रष्ट सरकार मुर्दाबाद, मुर्दाबाद मुर्दाबाद नेपाली जनता जिन्दाबाद। जिन्दाबाद। आज बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राप्रपा लगायत दलका सांसदहरू उठेर विरोध जनाएका हुन्। बैठक सुरु भए लगत्तै विपक्षी सबै दलका सांसदहरू कुर्सीबाट उठेका थिए। यसरी प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले विरोध जनाएका छन्। विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद शक्ति बस्नेतलाई समय दिएका थिए। कुलमानले विद्युत प्राधिकरणलाई नाफामा पुर्याउने, लोडसेडिङ अन्त्य गर्ने जस्ता राम्रा काम गरे पनि सरकारले हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बस्नेतले बताए। साथै उनले घिसिङको कार्यकुशलताका कारण नेपाल लोडसेडिङ मुक्त भएको र आम जनचाहना विपरीत सरकारले गलत नियतका साथ कुलमानलाई निकालेको बताए। राष्ट्रिय सरोकारको विषय भएकाले प्रधानमन्त्रीले संसदलाई जानकारी नगराउन्जेलसम्म संसद सुरु हुन नसक्ने जानकारी गराउँछौं, बस्नेतले भने। विपक्षी दलहरूको विरोधपछि प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि सरेको थियो। सरकार उसो त स्वार्थ समूहहरूको पृष्ठपोषण र बैशाखीमा निर्मित भएको कारणले स्वार्थ समूहहरूको बिचौलियाहरूको हित रक्षाको निम्ति आफूलाई समर्पित गर्नु सरकारको नियत र नियति बनिरहेको छ। सभामुख महोदय, लोकतन्त्रमा संख्या महत्त्वपूर्ण कुरा हो, तर संख्याका पहाडहरू जनचाहनाको सामु गर्ल्याम गुल्म ढलेका इतिहासहरू, अनुभवहरू हाम्रो वरिपरि छन्। सरकारले यसतर्फ ध्यान दिइराखेको देखिँदैन। म सरकार यसतर्फ पनि बेखबर जस्तो देखिराखेको छ। यति बेला सरकारले 2/3 सामर्थ्य एक राष्ट्र सेवकको मानमर्दन गर्न, अपमानित गर्न र एउटा निश्चित सार्वजनिक संस्थालाई तेजोवध गर्नको लागि आफ्नो सामर्थ्य प्रदर्शन गरिराखेको छ। सभामुख महोदय, स्पष्टीकरणको नौटङ्की विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई विभिन्न बहानामा स्पष्टीकरणको नौटङ्की रचेर आफ्नो गलत करतुतलाई छोप्ने दुष्प्रयत्न समेत सँगसँगै गरिराखेको छ। विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङको बर्खास्ती, बक्यौता उठाउन नदिने, जलमाफियाहरूको स्वार्थ पूरा गर्ने, विद्युत प्राधिकरणलाई बिचौलियाहरूको हातमा सुम्पने, यिनै र यस्तै उद्देश्यहरूमा आधारित छ भन्ने कुरा आम जनताले राम्रोसँग चाहिँ बुझेको छ र आम जनता यो विषयमा स्पष्ट पनि छ। कहिलेकाहीँ लाग्छ सबैले आज एउटा